नेपालमा हालसम्म भएका 39 जना प्रधानमन्त्रीहरू नेपालका प्रथम प्रधानमन्त्री बनेका थिए भीमसेन थापा, दोस्रो प्रधानमन्त्री बनेका थिए पण्डित रङ्गनाथ पौडेल, तेस्रो प्रधानमन्त्री बनेका थिए पुष्कर शाह, चौथो प्रधानमन्त्री बनेका थिए रणजङ पाण्डे, पाँचौं प्रधानमन्त्री बनेका थिए फतेजङ शाह, छैटौं प्रधानमन्त्री बनेका थिए माथोर सिंह थापा, सातौं प्रधानमन्त्री बनेका थिए जङ्गबहादुर राणा, आठौं प्रधानमन्त्री बनेका थिए बम बहादुर राणा, नवौं प्रधानमन्त्री बनेका थिए रणोदीप सिंह राणा, दशौं प्रधानमन्त्री बनेका थिए वीर शमशेर जबरा, 11औं प्रधानमन्त्री बनेका थिए देव शमशेर जबरा, 12औं प्रधानमन्त्री बनेका थिए चन्द्र शमशेर जबरा, 13औं प्रधानमन्त्री बनेका थिए भीम शमशेर जबरा, 14औं प्रधानमन्त्री बनेका थिए जुद्ध शमशेर जबरा, 15औं प्रधानमन्त्री बनेका थिए पद्म शमशेर जबरा, 16औं प्रधानमन्त्री बनेका थिए मोहन शमशेर जबरा, 17औं प्रधानमन्त्री बनेका थिए मातृका प्रसाद कोइराला, 18औं प्रधानमन्त्री बनेका थिए टङ्क प्रसाद आचार्य, 19औं प्रधानमन्त्री बनेका थिए डाक्टर केआई सिंह, 20औं प्रधानमन्त्री बनेका थिए सुवर्ण शमशेर जबरा, 21औं प्रधानमन्त्री बनेका थिए विश्वेश्वर प्रसाद कोइराला, 22औं प्रधानमन्त्री बनेका थिए डाक्टर तुलसी गिरी, 23औं प्रधानमन्त्री बनेका थिए सूर्य बहादुर थापा, 24औं प्रधानमन्त्री बनेका थिए कीर्तिनिधि विष्ट, 25औं प्रधानमन्त्री बनेका थिए नगेन्द्र प्रसाद रिजाल, 26औं प्रधानमन्त्री बनेका थिए लोकेन्द्र बहादुर चन्द, 27औं प्रधानमन्त्री बनेका थिए मरिचमान सिंह श्रेष्ठ, 28औं प्रधानमन्त्री बनेका थिए कृष्ण प्रसाद भट्टराई, 29औं प्रधानमन्त्री बनेका थिए गिरिजा प्रसाद कोइराला, 30औं प्रधानमन्त्री बनेका थिए मनमोहन अधिकारी, 31औं प्रधानमन्त्री बनेका थिए शेरबहादुर देउबा, 32औं प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल प्रचण्ड, 33औं प्रधानमन्त्री बनेका थिए माधव कुमार नेपाल, 34औं प्रधानमन्त्री बनेका थिए झलनाथ खनाल, 35औं प्रधानमन्त्री बनेका थिए डाक्टर बाबुराम भट्टराई, 36औं प्रधानमन्त्री बनेका थिए खिलराज रेग्मी, 37औं प्रधानमन्त्री बनेका थिए सुशील कोइराला, 38औं प्रधानमन्त्री बनेका थिए केपी शर्मा ओली र 39औं प्रधानमन्त्री बनेकी छिन् सुशीला कार्की।